युट्युब सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। र म चाहिँ आज ड्युटीको लागि र म चाहिँ ड्युटी जाँदा पनि साइकलमै जान्छु नि त, साइकलमै आउँदा गर्छु। म जानुपर्ने चाहिँ हल्दीबारीदेखि भित्तामोड बाटो यस्तै छ गाइज, एक्लै छु क्या। अनि के भन्नु त, चाहिँ शहीद गेटमा आइपुगेँ। हल्दीबारी टु भित्तामोड जाने बाटो शहीद गेट चाहिँ यहाँ छ। खोला पनि दामी फलेछ। यो चाहिँ ट्याक्कै लाएर बाटो हो। यताबाट आयो भने चाहिँ ट्याक्कै मिलन चौकबाट आउने बाटो। यहीँनिर हो गाई जस्तीको गाडी बोल्यो, भिडियो हालेछु मैले। आइरहेको छ यहाँ भाले गाडी। यसलाई चाहिँ मान्छे भेट्यो भने चाहिँ पुरै काचाक कुलुक पर्छ। यसलाई कानुन पनि यस्तो लाग्दो रहेछ क्या। मान्छे मार्दा नि यो त्यति साह्रो कानुन लाग्दो रहेन क्या यो टिफरहरूलाई चाहिँ। र यो चाहिँ विद्यालय क्षेत्र। यहाँनिर चाहिँ विद्यालय, यहाँ अगाडि चाहिँ क्यानेरी। खेल्नको लागि बहुत ठुलो एउटा सेल्फी स्टिक चाहिँ चाहिने। बसी चाहिँ हल्लिँदा पनि रहेन, हातमा जस्तो त्यति छ। हातमा त तर हल्लिन्छ भने अलिक राम्रो सेटअप गर्ने। कमाउनु सकेछु भने पछि मोटो भ्लगिङ गर्छु भन्ने सोच छ। अब बाइक ल्याएर युट्युबबाट हेरौँ कस्तो के हुन्छ। यसो चस्माको दोकान त्यही हो, मेची आँखा अस्पताल। चाहिँ ट्याक्कै बिर्ता बजारबाट यता एउटा आउने बाटो छ, आउनुपर्छ ट्याक्कै यही हो। यहाँबाट पसेपछि टक्कै भेटिन्छ है त। आउनु होला डराउनु। उताबाट आउँदो गयो भने
चोक पुग्न आँट्यो अहिलेको मुक्ति चोक चाहिँ हेर्नु यस्तो छ अलराइट गाइस ट्याक्क लाएर मेरो छुट्टी भइसकेको छ अब मेरो हस् त बाई